अस्तिको लागिसम्म खाइदिन्छ अरे मेरो बुढी त नेपाली हो नि त ओ माई गॉड बुढा त्यहाँ लाइन छ पुरा यति धेरै मान्छे छ नि Welcome to Cherry Hill everybody सो हे गाइस गुड मर्निङ न्यू डे न्यू ब्लग सो आज पनि हामी बुढाबुढी भएर बाहिर जाँदैछौँ आज चाहिँ हामी चेरी हिल जान लाग्छ चेरी टिप्नको लागि बुढी सबै रेडी भयो नि रेस्टको गएर चाहिँ हामी चेरी टिप्न जान्छौँ आज चाहिँ दिन पनि राम्रो छ एकदम सनी छ हेर कस्तो हुन्छ अनि म चाहिँ आज त हजुरहरूलाई चाहिँ गएर चेरी हिल देखाउनेछु अब कसरी चेरी टिप्छौँ हामीले त्यहाँ अनि के कस्तो छ प्राइसहरू कति लाग्छ चेरी टिपेको अनि घर ल्याउनु म्युजिक नै सबै आज देखाउनेछु सो लेट्स गो चेरी हिल चाहिँ हामी बस्नेदेखि 40 मिनट्सको ड्राइभ रहेछ भर्खर मैले म्यापमा हेरेको सो हामीलाई चाहिँ त्यहाँ पुग्न 40 मिनट्स लाग्छ लेट्स गो जाम अब हेरौँ के कस्तो हुन्छ अनि हामीले चाहिँ गाडी उता पार्क गरेको छ अनि सबै सेट भइसक्यो जानलाई सो लेट्स गो गाई चेरी हिल गएर आज चेरी खाम चेरी टिपौँ सो अहिले चाहिँ हामी रेडीमा पेट्रोल हाल्न आएको छौँ गाडीमा पेट्रोल आदि थियो त्यही भएर अलिक टाढा जाँदैछौँ त्यही भएर हामीले चाहिँ सबै पेट्रोल ट्याङ्की फुल गरेर जाऊँ न भनेर चाहिँ पेट्रोल हाल्न आएको छौँ यहाँदेखि पेट्रोल हालेपछि चाहिँ जान्छौँ हामी यहाँ चाहिँ यसरी आफै पेट्रोल हाल्नुपर्छ यहाँ हामीले पेट्रोल हाल्यौँ अब यहाँभित्र गएर चाहिँ हामीले पैसा तिर्नुपर्ने हुन्छ हामीले चाहिँ यहाँ पे गर्ने हो यो चाहिँ रेडी यहाँ गएर हामी पे गर्छौँ हामीले चाहिँ आफ्नो नम्बर भन्नुपर्छ यो चाहिँ स्ट्रबेरी फार्म हामी चाहिँ चेरी फार्म जाँदै गर्दाखेरि बाटोमा ठ्याक्क भेट्यौँ फाइनल्ली हामी चाहिँ हाम्रो डेस्टिनेसनमा पुग्यौँ होइन चेरी पिङ ओ माई गड बुढा रमाइलो छ है वाउ गाडी कति धेरै छ मान्छे उता लाइन लागेछन् बुढा ओके अब पार्किङ खोज्न टाइम लाग्छ है अब हामीलाई चाहिँ अब किनकि पार्किङै छैन यति धेरै मान्छे छन् नि ओ माई गड यस्तो राम्रो ठाउँ छ नि पुरा अहिले भिडियो अहिले ड्रोन ल्याएन भन बुढा हामीले ड्रोन ल्याउनु पर्ने बिर्सिट ड्रोन अर्कोचोटि चाहिँ ड्रोन सटको भिडियो देखाउँछौँ हामीले सो फाइनली चाहिँ अहिले हामी चेरी पिकिङ गर्ने ठाउँमा चाहिँ पुग्यौँ यो चाहिँ के भन्छ कि चेरी हिल होइन चेरी हिल पुग्यौँ चेरी हिल कोल्ड स्ट्रिम पुग्यौँ हामी चाहिँ खासमा अर्को लोकेसनमा गएको थियौँ यो चेरी हिलको तर त्यहाँ चाहिँ अझै चेरी रेडी भएको छैन रहेछ त्यहाँको स्टाफले चाहिँ हामीलाई यो लोकेसनमा जानु भनेर एड्रेस दियो अनि हामी त्यही एड्रेस हान्दा हान्दा यहाँ बल्ल बल्ल पुग्यौँ एकदम टाढा रहेछ यो अलिकति चाहिँ अनि फाइनली चेरी पिक गर्ने ठाउँमा पुग्यौँ अब जान्छौँ चेरी पिक गर्छौँ मान्छेहरू पनि टन्नै छ कार पार्किङको लागि गाह्रो भएको थियो बल्ल बल्ल कार पार्किङ पनि हामीले खोज्यौँ कारहरू टन्नै छ यहाँ धेरै कारहरू छ अनि मेरो बुढीले चाहिँ त्यसै इन्स्टाबाट फोटो खिचिरहेको छ अब जान्छौँ चेरी पिक गर्छौँ भर्खर कार पार्किङ गऱ्यौँ ल लेट्सको गाई चेरी पिक गरौँ खाम अनि अलिअलि चेरी घर लिएर जाऊँ फोटो भिडियो त भइहाल्छ त्यो भन्ने कुरा भएन सो लेट्स गो गाइज आज इन्जोय गर्नुपर्छ विकेन्ड हो अब चाहिँ हामी जाँदैछौँ चेरी टिप्नको लागि चेरी टिप्नको लागि होइन पहिला गएर इन्ट्री गर्नुपर्छ इन्ट्री गर्न जाँदैछौँ यता छ यता गएर हामीले चाहिँ पहिला टिकट बाई गर्नुपर्छ होला होइन टिकट बाई गर्छौँ टिकट बाई गरेपछि त्यहाँ बस छ त्यो म बस देखाउँछु त्यहाँ लाइन छ पुरा यति धेरै मान्छे छ नि आज त्यहाँ बस छ त्यो बसमा जान्छौँ होला हामी त्यो बसमा जाने लेट्स गो गएर चाहिँ चेरी पिक गरौँ पहिला चाहिँ यहाँभित्र गएर हामी टिकट लिन्छौँ मान्छेहरू यहाँ एकदम इन्जोय गरिरहेको छन् सबै बसेछन् त्यहाँ अगाडि चाहिँ त्यो चाहिँ रेस्टुरेन्ट छ त्यहाँ अहिले हामी चेरी पिक गरेपछि चाहिँ त्यहाँ रेस्टुरेन्टमा पनि जान्छौँ आइसक्रिमहरू पाउँछ टिकट पाउँछ गएर खान्छ पहिला चाहिँ टिकट लिएको है बुढी सो हामीले चाहिँ भर्खर इन्ट्री गऱ्यौँ टिकट किनेर ब्यान्ड खाइदिउँ हातको टिकट लिएपछि चाहिँ यस्तो हातमा ब्यान्ड लगाइदिनु रहेछन् अब हामी चाहिँ लाइनमा छौँ बसको वेट गर्छौँ हामीले चाहिँ यो पकेट पाएको छ हामीले चाहिँ चेरी लैजान मन लाग्यो नि घर हामीले यो पकेटमा भर्ने हो लाइक कति भर्ने अनि 17 पर केजी चेरीलाई चाहिँ अनि कति हुन्छ केजीमा त्यति चाहिँ हामीले वेट गरेर पे गरेर लैजानुपर्छ र हामीले टिकट लिएपछि चाहिँ यस्तो ब्यान्ड पायौँ हामीले अनि टिकटको चाहिँ 25 पर हामीले चाहिँ बसले लैजानेछ त्यहाँ बस छ सो हामी चाहिँ लाइनमा वेट गरेर छौँ सो फाइनली हाम्रो पालो आएको छ आफ्टर लङ वेट गरेर पालो आयो सोचेछु बस चाहिँ छ
मान्छे अगाडि जाँदैछन् लेट्स सो यो बसमा जाँदा पाइन्छ कि यो बसमा पुग्यो फाइनल्ली त्यत्रो लाइन पछि सो हामी चेरी पिकिङको लागि पुग्यौँ चेरी पिक गर्ने ठाउँमा पुग्यौँ अब यहाँबाट चाहिँ हामीलाई भन्छन् गाइड गर्छन् के कता जाने इन्स्ट्रक्सन हुन्छ अब All right, welcome to Cherry Hill, everybody. My name is Abby. Today when we're out there, we're going to be picking two different varieties, the 199 and the 159. At the end of every row, there is a peg like that. It will tell you the variety that you are picking. Okay. When you're out there, you're going to want to pick the darker red cherries. The darker they are, the sweeter they are. You want the stem to stay on the cherry. If the stem stays on, the cherry lasts longer. When you're out there, eat as many as you want. You don't have to pay for those ones. The ones that go into the bucket, you do have to pay for at the station over there. It is $17 per kilo. Keep in mind you can fit about 6 kilos in your bucket. When you're out there, you're going to avoid any rows that have tape on them like this one here. Those ones are closed, they're not ready yet. They may hurt your stomach if you eat them. You're going to stick to the rows that are open, like these ones here, and further down. We have lots of full rows down that way. We have sunscreen, we have water at the front if you need any of that. If you have any questions or want any photos taken, us in the red shirts are happy to help you guys. Okay, thank you. Okay. Do we need to rinse them though before eating? They're safe to eat. Okay, so Okay, let's go. Guys, Thank you. have fun. अब हामी चाहिँ चेरी टिप्न गएर रेडी अब जान्छौँ चेरी टिप्न अनि हामीले चाहिँ खाना चाहिँ पाइयो लैजानको लागि चाहिँ हामीले पे गर्न पर्छ गाइस $17 पर केजी सो जाम चेरी टिपौँ चेरी खाम कस्तो छ एन्ड त्यहाँबाट चाहिँ हामीलाई इन्स्ट्रक्सनहरू दियो यस्तो यस्तो गर्ने यसरी टिप्ने भनेर सो त्यही हिसाबले चाहिँ त्यही खालको चेरीहरू हामी टिप्छौँ र यता यसमा चाहिँ खुल्ला भएकोमा जुनमा पनि पस्न पाइयो आफूलाई जहाँ जान मन लाग्छ त्यहीमा पस्ने हो चेरी टिप्ने खाने सो लेट्स गो गाइज बुढे आर यु रेडी कति खान सक्छौ तिमीले पर्सीको लागिसम्म खाइदिन्छ रे मेरो बुढी त नेपाली हो नि त खाइदिइहाल्छ फेरि भन्नै पर्दैन सो हामीले चाहिँ एकदम डार्क रेडको चेरीहरू चाहिँ टिप्ने भनेछ सो लेट्स गो बुढी है डार्क रेड चेरी टिप्ने खाने टेस्ट कस्तो छ भन्छौँ मिठो छ कि डड्रो छ कि खै चेरी टेस्ट चेरी त खाएको छु मलाई तर एक्ज्याक्ट टेस्ट चाहिँ थाहा भएको छैन त्यो रेडी भएको छैन हामी चाहिँ यो लाइनमा टिप्न पाइयो यो लाइनमा त छैन बुढी अर्को लाइनमा जाऊँ त्यो होइन नि नट द्याट वान फर्स्ट चेरी बट वी निड टु पिक त्यो डार्क के नेपालीमा कलेजी कलर भन्छ नि सो कलेजी कलरको टिप ल कलेजी कलरको टिप्छ भने चाहिँ माथि माथि चाहिँ कस्तो राम्रो राम्रो छ म नपुगेर बुढाले टिपिरहेको छ माथि माथि धन्यवाद यहाँ पनि कस्तो राम्रो हो म भेट्दिनँ बुढाले भेटिरहेको यहाँ पनि छ बुढा ओए सरी
सो हामीले चाहिँ चेरी टिप्यौँ भ्यायौँ खायौँ टन्नै खायौँ बस्दा बस्दा टाइम गएको पनि थाहा भएन छ अब चाहिँ हामी फर्किनु लाग्यो सो यताको टिप्न पाएनौँ हामीले यो लाइनको टिपेको थियौँ अब चाहिँ फर्किनु लाग्यो गाडी उताबाट चढ्छौँ यो बाल्टिन छ बाल्टिन चाहिँ त्यहाँ दिएर चाहिँ हामी जान्छौँ उता अनि त्यहाँ गएर चाहिँ क्याफेमा जान्छौँ एकछिन यहाँ चाहिँ बकेट बुझाउने प्लस हामीले केही चेरीहरू लैजानु छ भने यहाँ वेट गरेर चाहिँ पे गरेर लैजानुपर्छ हामी चाहिँ अब यहाँ बकेट बुझाउँछौँ सो हामी चाहिँ चेरी टिपेर खाएर आयौँ होइन कस्तो लाग्यो रमाइलो भयो अब चाहिँ हामी उता क्याफे छ क्याफे जान्छौँ अब क्याफेमा गएर आइसक्रिम खान जान्छौँ अनि आइसक्रिम खाएपछि चाहिँ घर जान्छौँ होला हामी त्यो लेट्स के हुन्छ पहिला क्याफेमा जाऊँ सो हामी अहिले क्याफेमा जाँदै आइसक्रिम खाने होइन होइन सो हामीले आइसक्रिम लिग्यौँ भर्खरै आइसक्रिम लिएको छ मलाई चेरी खान मन लाग्छ छैन पुरा तिमी खानु म खान्छु अहिले अनि यो चाहिँ यहाँको क्याफेरिया होइन क्याफेट यहाँ टेबल छ ब्यारल छ हाम्रो सामान राखेको छौँ यहाँ हामी यहाँ बसेर आइसक्रिम खान्छौँ बाहिर राम्रो छ भ्यू यहाँ सबै मान्छेहरू टन्नै छन् मान्छेहरू पनि सो चेरी पनि टिप्यो चेरी खाइयो चेरी हिल घुम्यो चेरीको आइसक्रिम पनि खाइयो अब चाहिँ हामी घरतिर जानु लाग्यो कस्तो भयो बुढी आजको दिनभरि रमाइलो भयो नि चेरीको आइसक्रिम कस्तो लाग्यो चेरी कस्तो लाग्यो चेरीको आइसक्रिम कस्तो लाग्यो रमाइलो भयो आजको दिन धेरै चेरी खाइयो चेरीको आइसक्रिम पनि ट्राई गरियो अब नेक्स्ट सिजनमा आउँछन् फेरि हेरौँ के हुन्छ त्यतिखेर फ्री भयो नेक्स्ट सिजनमा एकचोटि यो सिजनको लागि चाहिँ पुग्यो है आज सो आजलाई यति गाइज see you next time and see you on next vlog see you guys bye see you on next vlog guys